हेलो साथीहरु नमस्कार। आजको हाम्रो दिनको सुरुवात यसरी भइरहेको छ। सानो खसी काटेर अब साथीले पानी हाल्दै छ। पानी हाल्दा हाल्दै अनि पानी चाहिँ राम्रोसँग हालै साथी भन्दै थिएँ मैले। उसले मिलाएर हाले किनभने हामी त हप्तामा 2-3टा खसी त काट्छौँ। पहिला अहिले चाहिँ एउटा भन्दा काटिन्न हप्तामा। अनि साथीले मिलाएर हाले उता भने मैले सिकाइरहेको छु पानी हाल्नलाई। अनि अब एकछिन पानी हालेर त्यसलाई भिज्न दिनुपर्छ। अनि भिज्यो अब मैले तान्न थालेँ। अब त्यो बुताल्न थालेँ। बुताल्न तपाईहरुले के भन्नुहुन्छ हामीले चाहिँ बुत्लाउन भन्छौँ। अनि बुताउन थालेँ। अनि त्यतिखेर साथीले एक दुई पानी हालेको त्यसले त भ्याइदिएँ मैले एक सर्टमै। अनि साथीलाई भिडियो थोरै खिच्नु है भने उहाँ हैन कान्छ म खिचिदिन्छु धेरै नै भन्नुभयो। अनि मैले धेरै नै खिच्नुस् त भने म हाँसेँ। अनि साथीलाई पानी फेरि मिलाएर हाल है अगाडि हाले अगाडि पानी त अगाडि हाल्नुपर्छ भित्रतिर हाल्नुपर्छ भने ल भन्दै थियो। अनि पानी थुच्छ चुइया जस्तो बनायो अगाडि। अनि सबै पानी चाहिँ पछाडितिर हाल्न थाल्यो है। अनि मैले चाहिँ यहाँनिर हाल्न दिइरहेँ पानी। अनि मैले भुत्लाउन थालेँ फेरि। अनि साथीले नि अनि हैन तैँले मात्र गाह्रो हुन्छ होला म नि आउँछु भनेर ऊ पनि आयो। ल सहयोग गर्छ भने गर भने उसले चाहिँ फर्स्ट टाइम भुत्लाउँदैछ है। अनि यसरी भयो भुत्लाएर भइएपछि मासुहरू काटियो भाग लाग्यो। त्यतिखेर चाहिँ बिजी भइयो। हामी 3जना बिजी भइयो। 3जना बिजी भइसकेपछि अनि भिडियो बनाउनु भइएन। अनि पछि मासु भाग लगाएर टुक्राउने मासुको भाग टुक्राउनु थालेपछि हामीले भिडियो बनाइयो। अनि भुट्टा सुट्टा खाइयो रमाइलो गरियो। 2 किलो जति भुट्टामा हालियो। अनि किनभने हाम्रो 2 किलो जति नाफै भएको थियो। अनि आजको शनिबार हाम्रो यसरी नै बित्यो। गुड स्याटरडे बनाइयो हामीले। तपाईँको कसरी बित्यो है। अब चाहिँ मैले अलिकति इफेक्ट हालेँ है यहाँनिर है राम्रो देखाउन भनेको। खै राम्रो त भएन। लाइक कमेन्ट गरिदिनु होला है।